हेलो एभ्रिवान, फेरि स्वागत छ सानिस कोडिङमा। र आज चाहिँ हामी +2 पछि अथवा एसएलसी पछि यदि तपाईँ नेपालमै बसेर आइटी पढ्न चाहनुहुन्छ भने तपाईँको लागि कुन प्रोग्राम सही होला र कुन प्रोग्राम चाहिँ तपाईँहरूले एभोइड गर्नुपर्छ त्यसको बारेमा हामी डिस्कस गर्नेछौँ। सो बेसिकली अब +2 को एक्जाम आउन पनि जम्मा 2 महिना जति बाँकी छ। सो अब तपाईँहरूले पनि अब +2 पछि कुन कोर्स गर्ने हो त्यसको बारेमा बुझ्नुपर्छ र आज हामी त्यही टपिकको बारेमा कुरा गर्नेछौँ। सो सबैभन्दा पहिला चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भने डिग्री डजन्ट म्याटर बट स्किल डज। किनभने सो सबैभन्दा पहिला नै मैले तपाईँहरूलाई के भन्न चाहन्छु भने डिग्री डजन्ट म्याटर बट स्किल डज। किनभने जति पनि आइटीका रिलेटेड जबहरू छन् तिनीहरूको लागि डिग्री भन्दा पनि अहिले स्किललाई बढी मान्यता दिइरहेको छ र इन्टरभ्यूमा पनि तपाईँलाई डिग्री भन्दा पनि तपाईँलाई चाहिँ तपाईँलाई कुन स्किलमा तपाईँ पर्फेक्ट हुनुहुन्छ त्यसको बारेमा क्वेसन एन्सरहरू हुन्छ। सो त्यही भएर चाहिँ तपाईँहरूले आफ्नो डिग्री भन्दा पनि बढी प्रायोरिटी चाहिँ स्किल डेभलप गर्नमा लगाउनु पर्छ। सो यति भनिसकेपछि चाहिँ अब हामी कुन डिग्री गर्ने भनेर अगाडि बढ्छौँ। नम्बर 1 मा छ सिएसआइटी र सिएसआइटी साइन्स स्टुडेन्टको लागि सेकेन्डरी चोइस हो इन्जिनियरिङ पछि। र सिएसआइटीको स्कोप पनि एकदम राम्रो हो र यसमा भएको सबै कोर्स कन्टेन्टहरू चाहिँ अलमोस्ट अहिलेको समयमा एकदम इम्पोर्टेन्ट छ र तपाईँहरूलाई सिएसआइटी यदि तपाईँले साइन्स गर्नु भएको छ भने तपाईँहरूलाई सिएसआइटी गर्न सजिलै हुनेछ। र यसको ओभरअल फिसको बारेमा कुरा गर्ने हो भने चाहिँ यसको फी चाहिँ एराउन्ड 4 लाख हुन्छ गभर्मेन्ट कलेजमा र यसको रेट चाहिँ प्राइभेट कलेजमा एराउन्ड 15 लाखसम्म पुग्छ। सो एराउन्ड 6 to 15 लाख चाहिँ हामीले एक्सपेक्ट गरेको हुन्छ प्राइभेट कलेजहरूबाट। र यसको लागि एउटा आइयुएसटीद्वारा एन्ट्रान्स एक्जामिनेसन पनि हुन्छ र त्यसको लागि चाहिँ तपाईँले फिजिक्स म्याथ र केमिस्ट्री चाहिँ दह्रो पढ्नुपर्छ। सो नम्बर 2 मा छ तपाईँको बाबा र आमाको फेभरेट कोर्स बिई इन कम्प्युटर साइन्स अथवा बिटेक इन कम्प्युटर साइन्स, जसलाई चाहिँ हामीले सिम्पल्ली इन्जिनियरिङ पनि भनिन्छ। र यो चाहिँ 1 नम्बरको वाहियात कोर्स हो मेरो हिसाबमा। किनभने यसमा फ्री टाइम त छँदै छैन र तपाईँले आफूलाई डेभलप गर्न चाहनुहुन्छ भने तपाईँलाई यसको कोर्सले दबाइहाल्छ र यसको एक्जाम पनि आइ गर्छ र तपाईँलाई चाहिँ यो कोर्सबाटै फुर्सद हुन्न भने तपाईँले आफ्नो स्किललाई डेभलप गर्न कहाँबाट फुर्सद निकाल्नुहुन्छ। सो त्यसैको लागि यदि तपाईँलाई चाहिँ एकदम आफूलाई यो 4 सालमा पर्फेक्ट बनाउनु छ भने मैले चाहिँ के सजेस्ट गर्छु भने तपाईँले बिटेक चाहिँ नगर्नु। किनभने बिटेकको मतलब नै के हो भने अगाडि इआर लगाउने मात्र हो। यदि तपाईँले जसो तसो गरेर पनि टाइम निकाल्न सक्नुभयो भने पनि तपाईँ एक्सेप्सन त हो, तर मैले अहिले देखे अनुसार धेरै जसो दाइ दिदीहरूले पनि बिटेक गरेपछि रिग्रेट नै गर्नुभएको। किनभने उनीहरूसित सिर्फ सर्टिफिकेटहरू मात्र छ बट स्किल चाहिँ खासै छैन। तपाईँलाई यो गर्नको लागि 6 महिनाको लागि तपाईँलाई वनवास जानुपर्छ र तपाईँले एन्ट्रान्सको प्रिपरेसन पनि गर्नुपर्छ। सो मेरो हिसाबमा चाहिँ यो चाहिँ टोटल्ली वर्थ इट चाहिँ छैन, बट यसको फाइदाहरू पनि छ। किनभने नेपालमा चाहिँ इन्जिनियरिङ गरेपछि केटा ठुलो भयो भनेर अलिकति सान बढ्छ, त्यही कुरो मात्र मलाई ठिक लाग्छ। नत्र चाहिँ यो कोर्स चाहिँ अलमोस्ट नगरे नै हुन्छ। बट यदि तपाईँलाई गर्ने मन छ या तपाईँको दाइ दिदीहरूले चाहिँ यो कोर्स गर्दाखेरि चाहिँ एकदम राम्रो मान्नुभयो अथवा एकदम राम्रो इन्भाइरोमेन्टमा गर्नुभएको छ भने तपाईँले मैले सजेस्ट गर्छु तपाईँ बिटेक नै गर्नुहोस्। किनभने यदि तपाईँहरूसित मेन्टर छ भने चाहिँ तपाईँसित टाइम नभए पनि तपाईँले टाइम म्यानेज गरेर आफ्नो स्किल चाहिँ बढाउन सक्नुहुन्छ। सो नम्बर 3 मा चाहिँ छ बिसिए र बिसिए चाहिँ एकदम राम्रो कोर्स हो मेरो हिसाबमा र यसभित्र भएको जति पनि कोर्स कन्टेन्टहरू छ त्यो चाहिँ अप टु डेट छ र यसबाट चाहिँ तपाईँले फ्री टाइम पनि पाउनुहुन्छ जसलाई चाहिँ तपाईँले युटिलाइज गरेर आफ्नो सेल्फ इम्प्रुभमेन्टमा लगाउन सक्नुहुन्छ। र 4 सालमै तपाईँले बिसिएबाट एकदम राम्रो स्किल चाहिँ डेभलप गरेर तपाईँ आइटी फिल्डको जबहरूमा एप्लाई गर्न सक्नुहुन्छ। र बिसिएको फाइदा चाहिँ अझ एउटा के हो भने यसको कस्ट हो र यसको कस्ट चाहिँ सिएसआइटी भन्दा पनि लो छ। र यसमा चाहिँ जति पनि फ्याकल्टीमा तपाईँहरू अहिले पढिराख्नु भएको छ जो पनि यसमा एनरोल गर्न पाउँछ। र यसको चाहिँ मेन पोइन्ट नै के हो भने यसको फी कम छ र त्यसपछि यसले भ्यालु एकदम बढी प्रदान गर्छ।
सो यसको फी चाहिँ अराउन्ड 3 to 4 लाख छ फर पब्लिक कलेज एन्ड एबभ 7 लाख इन प्राइभेट कलेज। सो हामीसित अर्को कोर्स चाहिँ छ बिआइटी, र बिआइटी पनि बिसिए जस्तै एउटा मिड लेभलको कोर्स हो। र यहाँ चाहिँ यसको फाइदा चाहिँ के हो भने यसको पनि कस्ट कम छ र यसले भ्यालु चाहिँ एकदम राम्रो प्रोभाइड गर्छ। बिसिए जस्तो त छैन, किनभने बिसिएमा चाहिँ आइटी र म्यानेजमेन्टको कोर्सहरू हुन्छ र बिआइटीमा चाहिँ धेरै जसो कोर्स चाहिँ आइटी रिलेटेड मात्र हुन्छ। बट यसमा चाहिँ एउटा क्याच छ, त्यो क्याच के हो भने चाहिँ यसमा थ्योरी सब्जेक्ट पनि छन् र थ्योरी सब्जेक्ट चाहिँ एकदम बढी छन् र प्र्याक्टिकल चाहिँ अलिकति कम छ। बट यसले भ्यालु चाहिँ एकदम राम्रो प्रोभाइड गर्छ र तपाईँले फ्री टाइम पनि पाउन सक्नुहुन्छ। र यसको प्राइस पनि अराउन्ड 3 to 4 लाख नै छ फर पब्लिक एन्ड एबभ 7 लाख इन प्राइभेट कलेजेस। सो यदि तपाईँलाई यस्तो कोर्स पढ्नु मन छ जहाँ चाहिँ तपाईँसित एकाडेमिक प्रेसर नै नहोस् र तपाईँले चाहिँ फ्री टाइम पाइ गर्नुहुन्छ, र त्यसको लागि चाहिँ हामीसित फ्याकल्टी अफ एजुकेसनद्वारा बिआइसिटी भन्ने कोर्स छ र यो चाहिँ कलेजमा डिपेन्ड गर्छ है। तपाईँले जुनसुकै कलेजमा यस्तो फ्री टाइम पाउनुहुन्न, बट कलेजमा चाहिँ तपाईँको यो डिपेन्डेन्ट हुन्छ। तपाईँले चाहिँ यसमा चाहिँ एजुकेसनबाट एकटा सब्जेक्ट हरेक सेमिस्टरमा पढ्नुपर्छ र अरू चाहिँ सबै आइटी सब्जेक्ट नै हुन्छन्। बट तपाईँको फर्स्ट र सेकेन्ड सेममा चाहिँ इङ्ग्लिस र नेपाली पनि यसमा भरिएको हुन्छ। र म आफै पनि यही बिआइसिटी कोर्स पढिरहेको छु र मेरो चाहिँ यसमा एक्सपिरियन्स एकदम राम्रो छ, टिचरहरू एकदम राम्रा छन् र यसको हाम्रो कलेजको इन्भाइरोमेन्ट पनि एकदम राम्रो छ। र यहाँ चाहिँ मैले फ्री टाइम पनि पाइरहेको छु जसलाई मैले युटिलाइज गरेर आफ्नो स्किल डेभलप गरिरहेको छु। र यसको चाहिँ अझै एउटा मेन फाइदा चाहिँ के हो भने चाहिँ यसको एकाडेमिक एकदम इजी हुन्छ र इजी भन्दा साथ सबैको लागि त इजी नहोला, बट मेरो लागि एकदम इजी छ। सो यसलाई चाहिँ तपाईँले अलिकति थोरै टाइम दिएर र आफ्नो मेन टाइम चाहिँ तपाईँले आफ्नो स्किल डेभलप गर्नतिर लगाएर तपाईँले 4 साल चाहिँ बिताउन सक्नुहुन्छ। बट तपाईँलाई एउटा सजेसन चाहिँ के दिन्छु भने जुनसुकै कोर्स गरे पनि तपाईँलाई चाहिँ ब्याक लाग्न परेन। र मेरो चाहिँ एउटा सजेसन छ कि तपाईँले जुन कोर्स गरे पनि तपाईँले आफ्नो एकाडेमिक्सलाई सिरियसली लिनै पर्छ, किनभने यदि तपाईँले एउटा सब्जेक्टमा ब्याक लाग्यो भने यथा तपाईँलाई ब्याक लागेको लागि गर्छ र यदि धेरै नै ब्याक लाग्यो भने चाहिँ तपाईँको करियरमा पनि इफेक्ट गर्छ। सो आफ्नो एकाडेमिकलाई चाहिँ एकदम राम्रोसँग इम्प्रुभ गर्नुहोस् र साथै तपाईँले आफ्नो फ्री टाइम जति पनि छ त्यसलाई चाहिँ इन्भेस्ट गरेर आफ्नो स्किललाई डेभलप गर्नुहोस्। र अब फी स्ट्रक्चरको कुरा गर्ने हो भने बिआइसिटीको यसको फी चाहिँ अहिलेसम्म भनेको सबै आइटी कोर्सभन्दा एकदम कम छ। यसको फी चाहिँ अराउन्ड 2,50,000 छ र मैले आफै नै यो बिआइसिटी लिएको, त्यही भएर मलाई यसको फी स्ट्रक्चर र एक्सपिरियन्स ओभरअल सबै थाहा। सो यदि तपाईँलाई चाहिँ एजुकेसन फ्याकल्टीबाट यदि तपाईँ पहिलेदेखि एजुकेसन फ्याकल्टी रोजेर +2 गरेको हो भने तपाईँले चाहिँ बिआइसिटी चाहिँ एकदम राम्रो हुनेछ र मैले ओभरअल तपाईँलाई रेकमेन्ड पनि बिआइसिटी नै गर्छु, किनभने मेरो आफ्नै एक्सपिरियन्स बिआइसिटीसित छ। सो अझै एउटा लास्ट एडभाइस चाहिँ म के दिन चाहन्छु भने यदि तपाईँको एसएलसीमा तपाईँको 3.5 भन्दा माथि आएको छ भने या तपाईँले कि तपाईँ फिजिक्स केमिस्ट्री म्याथ यिनीहरूमा अलिक तगडै हुनुहुन्छ भने तपाईँले चाहिँ एन्ट्रान्स गर्ने इन्स्टिट्युसनहरू जति पनि हुन्छ त्यहाँ चाहिँ जाँदै नजानु होला। तपाईँले चाहिँ के गर्नु होला भने यदि तपाईँ सिएसआइटीको प्रिपरेसन गर्नुभयो भने तपाईँले चाहिँ यो एउटा बुक किनेर आफै प्रिपेयर गर्न पनि सक्नुहुन्छ। मैले पनि यही गरेको सिएसआइटीको प्रिपरेसनको लागि र मेरो नाम पनि निस्केको थियो बुटोल मल्टिपल क्याम्पसमा। र तपाईँलाई चाहिँ सिर्फ सिएसआइटीको लागि चाहिँ यस्तो एन्ट्रान्स यस्तो जरुरी हुन्छ। र अर्को कुरो चाहिँ यदि तपाईँले बिई गर्न चाहनुहुन्छ भने या बिटेक गर्न चाहनुहुन्छ भने तपाईँलाई चाहिँ आफ्नो 6 महिना नै तपाईँले चाहिँ एन्ट्रान्स प्रिपरेसनको लागि लगाउनुपर्छ, किनभने आइओई क्र्याक गर्न एकदम टफ छ भन्ने कुरा मैले सुनेको छु। र यसको चाहिँ स्कलरसिप पनि निकाल्न एकदम टफ छ। सो तपाईँले चाहिँ 6 महिना नै लगाएर तपाईँले आइओईको प्रिपरेसन गर्नुपर्छ भने सिएसआइटीको लागि यही बुक किनेर तपाईँले पनि आफ्नो सिएसआइटीको एन्ट्रान्स प्रिपरेसन घर बसी नै गर्न सक्नुहुन्छ। र अरू कोर्सेसहरूको बारेमा चाहिँ भन्नुपर्दा चाहिँ तिनीहरूको कोर्सेसको एन्ट्रान्स चाहिँ एकदम सजिलो हुन्छ। त्यसमा चाहिँ इङ्ग्लिस अनि बेसिक म्याथ र जेनरल नलेजका मात्र सब्जेक्टहरूको
एमसीक्यू क्वेसनहरू हुन्छ। सो तपाईँलाई चाहिँ तिनीहरूमा एन्ट्रान्स प्रिपेयर गर्न चाहिँ खासै टेन्सन लिनु पर्दैन। बट यदि तपाईँले बिई अथवा सिएसआइटी गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ आफ्नो टाइम चाहिँ एन्ट्रान्स प्रिपरेसनको लागि दिनुपर्छ। यदि तपाईँले चाहिँ बिटेक गर्ने सोच हुनुहुन्छ भने तपाईँलाई इन्स्टिट्युसन जानै पर्छ, त्यो मेरो एडभाइस हो। किनभने तपाईँलाई थाहा हुँदैन कि कस्तो क्वेसन आउँछ भनेर। बट सिएसआइटीको लागि चाहिँ कस्तो हो भने यही बुकमा तपाईँहरूको सबै डाउट्सहरू क्लियर हुन्छ र यही बुकबाटै मैले राम्रो मार्क्स स्कोर गरेको थिएँ र म सिएसआइटीमा मेरो नाम निक्ले पनि म बिएआइसिटीमा किन भर्ना भएँ यसको बारेमा म छुट्टै भिडियो बनाउने छु। सो आजको लागि यति नै गरेर ऱ्यापअप गर्दा हुन्छ। सो यस्तै इन्फर्मेटिभ भिडियोको लागि चाहिँ सानिज कोडिङलाई सब्सक्राइब गर्नुहोस् र फलो पनि गर्नुहोस्। थ्याङ्क यू।